हुन्छ नि त अब के अरे अब सुरु गरौँ न त है। हुन्छ। अनि तपाईँको नाम चाहिँ के? मेरो नाम प्रदीप राई। हजुर। अनि के अरे नेपाल घर चाहिँ कहाँ हो? मेरो पूर्व खोटाङ सर। खोटाङ। अनि कोरिया चाहिँ कहिले आउनुभयो? म कोरिया ठ्याक्कै 2020 फेब्रुअरी 4 तारिकको मेरो फ्लाइट थियो। ए अनि के अरे कोरियन भाषा चाहिँ कहाँ पढ्नुभयो? कोरियन भाषा मैले सर काठमाडौँ चक्रपथमा काठमाडौँ पढ्नुभयो? के त्यहाँ पढ्दै हुन्थ्यो कि अरू अध्ययन? होइन, मैले पढ्नकै लागि आउनुभएको थियो? म पहिला मैले +2 खोटाङ दिक्तेलबाट गरेँ। त्यस पछाडिबाट कोरियन भाषाकै लागि पढ्नकै लागि आउनुभयो। अनि कसरी यो कोरियन भाषा चाहिँ पढ्ने न भन्ने खालको त्यस्तो भयो सर। ट्विस्ट पोइन्ट हुन्छ। ट्विस्ट पोइन्ट यस्तो छ, एकदम रोचक छ। मलाई चाहिँ सर खासमा पढ्न मन थियो है। म +2 सकेपछि पढ्न मन थियो। मेरो फ्याकल्टी चाहिँ अकाउन्ट कमर्स थियो। अनि मेरो 11 12 मेरो राम्रो पनि भयो, पढाइ राम्रो पनि थियो, रिजल्ट राम्रो आएको थियो। र मैले जे कुराहरू पढाउनु हुन्थ्यो त्यो बुझेको थिएँ। अगाडि भोलि गएर ब्याङ्कमा राम्रै जागिर खान सकिन्छ जस्तो लागेको थियो। एक्कासी म ट्विस्ट भन्नुभयो, ट्विस्ट नै भन्नु पऱ्यो। काइली दिदीको घरमा थिएँ। +2 पास गरेर ढुक्क बसिरहेको थियो। काठमाडौँ जाने एउटा राम्रो कलेजमा पढिन्छ, भले हुन्छ। फेरि अलिअलि गीत सित पनि गाउँथेँ, केही गर्छु भन्ने थियो क्या। अनि एक्कासी मलाई ठुली दिदीले फोन गर्नु, काठमाडौँ बस्नुहुन्थ्यो। केटा लो यस्तो यस्तो, अब त चाहिँ कोरियन भाषा पढ्नुपर्छ, अब अगाडि धेरै पढ्न सकिँदैन, पढेर पनि केही अवस्था गाह्रो छ, कोरियन भाषा पढ्नुपर्छ, पैसा यस्तो हुन्छ उस्तो हुन्छ। अब आमा बाउ पनि बुढाबुढी भइसक्नुभयो, अब तेरो काँधमा जिम्मेवारी छ भन्नुभयो। मजासँगै भयो सर, छाँगाबाट खसे जस्तो भयो। नाइ भन्नै सकिनँ, घरको अवस्था पनि त्यस्तै थियो, भाइ बहिनी पनि छ मेरो। हुन्छ भनेर त्यहाँदेखि सर राखिएर झरेर पढ्यो। मलाई याद छ कार्तिकमा तिहार मनाएर झरेर मङ्सिरबाट पढेको मैले। जेठमा एक्जाम थियो, 5-6 महिनाको समयमा थुप्रो मिहिनेत गरियो सर त्यसरी नै। अनि कति पटकमा पास गर्ने? मैले एकपटक 5.5 महिना पढ्न पाइयो। राम्रै पढ्नु भएछ, एकदम मिहिनेत गरियो। कम्पिटिसन धेरै हुन्छ नि त हैन? एकदम। त्यो बेला कस्तो थियो भने सर नि, म क्लास गएँ होइन, कोरियन भाषा पढ्न गएँ, जान्छु, साथीहरू भटट त्यो तपाईँको बुकहरू पढ्छ, मलाई त्यो पनि आउँदैन। अनि लाग्यो यो त मेरो लागि होइन रहेछ, के कहाँ ल्यायो मलाई, यस्तो मान्छेसँग प्रतिस्पर्धा गर्नु छ। म त पनि थाहा छैन, साथीहरू भटट पढ्छ, फेरि त्यो फेल गरेर आएको साथीहरू पनि पटक पढेको साथीहरू तीसँगै पढ्नुपर्ने रहेछ, यो मबाट नहुने रहेछ भन्ने हार खाइसकेको थिएँ सर। त्यहाँदेखि घर परिवारदेखि मिहिनेत घर यताउति भन्छ, त्यो घरको त्यो एउटा किसिमको आमा बाबुलाई अब चाहिँ नि केही गर्नुपर्छ, घर परिवारलाई गर्नुपर्छ भन्ने त्यो एउटा बाध्यताले पनि दुःख गर्दै गयो। त्यहाँदेखि सर 2-4 महिना पछाडि चाहिँ साथीहरूसँग बराबर हुन थाल्यो। त्यसै हुँदै राम्रो मिहिनेत गरेपछि रिजल्ट पनि राम्रै आएछ। राम्रो गर्नुभएछ। अनि के अरे यो पास गरेको चाहिँ कति समयमा? मैले त पर्खिनु पऱ्यो सर। म ठ्याक्कै पास गरेपछि 2018मा दिएको मैले। भनेपछि 20को 2मा भनेपछि मैले ठ्याक्कै 20 महिनामा आइपुगेको थिएँ म। कोरोनाले गर्दाखेरि? कोरोना होइन, कोरोना म आएपछि कोरोना भयो। म भाग्यमानी रहेछ सर। हाम्रो फ्लाइटदेखि अरू फ्लाइटहरू सम्भवतः भएन भन्ने सुनेको थिएँ। कोरोना भन्दा अगाडि ठ्याक्कै त्यहाँबाट रोकिएको थियो भने म आउँथेँ कि आउँदैन, त्यो पनि सम्भव हुँदैन थियो होला सायद जस्तो। अनि कोरिया के अरे आउनुभन्दा अगाडि नेपाल हुँदाखेरि चाहिँ के अरे अब स्टुडेन्ट हुनुहुन्थ्यो होइन, कोरियाको बारेमा के सोच्नुहुन्थ्यो र यहाँ आइसकेपछि चाहिँ के फरक डिफ्रेन्ट पाउनुभयो? सर कोरिया उहाँबाट जति सोचियो होइन, अब मैले हिसाब गर्थेँ तपाईँले पढ्दाखेरि भनौँ न, महिनाको यति कमाउँछु, यसो गर्छु, यहाँ काठमाडौँमा घर बनाउँछु र 5 वर्षमा फर्केर यो गर्छु भन्दै प्लान बनाएको थिएँ। औँला गनी त्यो देखे जति चाहिँ नहुँदो रहेछ सजिलो सहज चाहिँ। त्यही पनि म चाहिँ एउटा के भन्ने, आफैलाई राम्रो भने जस्तो हुन्छ होला, एउटा आत्मविश्वासी मेहनत गर्न सक्ने मान्छे भएको हुनाले त्यति गाह्रो चाहिँ भएन मलाई। अहिलेसम्म ओभरअलमा राम्रै भइरहेछ सर। अनि यो जुन हुन्छ नि परिवेश चाहिँ उहाँ सोचेको र यहाँ आइपुग्दाखेरि कस्तो रहेछ? तपाईँले सोचेको कोरिया र यहाँ आइपुग्दाखेरि कोरिया हो जस्तो नेपालमा हुँदाखेरि सोचिए जस्तो र यहाँ आउँदाखेरि तपाईँको जस्तो काम गर्नेदेखि ल्याएर अब
हामीले सोचिन्छ कोरिया रमझम रमाइलो आहा कस्तो हो राम्रो छ, तर तपाईँ हामी काम गर्ने मान्छे हौ। काम गर्दाखेरि तपाईँको कुन कुनामा परिन्छ, कहाँ कुन कुनामा कुन साइडमा काम गरेको गरे, कहिले काहीँ मात्रै बाहिर निस्किन पाउँदाखेरि एक किसिमले अन्धकार जस्तो बनिन्छ। तर फेरि आफूले लाइफस्टाइल कसरी बिताइँदैछ, कसरी व्यतीत गरिँदैछ भन्ने कुरामा पनि डिपेन्ड हुन्छ। अनि के अरे आइसकेपछि चाहिँ कम्पनी प्रवेश गर्नुभयो, अनि त्यही पुरानै कम्पनी हुन्छ कि होइन? मैले चेन्ज गरेँ सर। चेन्ज गर्नुभयो? हजुर, पहिला म बक्स कम्पनीमा आएको थिएँ। किन त्यहाँ चाहिँ के बक्स कम्पनीमा आएको थिएँ। अनि काम कस्तो भयो भने सर, कहिले 3 बजे नै छुट्टी हुने, कहिले 11 बजीसम्म, राति 12 बजीसम्म काम हुने। एकदमै त्यो के भन्छ उत्तर चढाव क्या, तलमाथि। अनि त्यहाँ चाहिँ फेरि मैले भर्खर जिम जोइन गरेको थिएँ। जिम त्यहाँबाट सुरु गर्नुभयो? अनि जिम जानु कस्तो हुन्थ्यो भने सर, छुटाउनै मन नलाग्ने। अनि हप्तामा कहिलेको हप्ता दिन काम चल्दिने, जानु नपाइने। अनि कहिले 2 बजी छुट्टी हुने, पैसा पनि ठिकै हुने। त्यहाँदेखि 16 महिना काम गरेपछि चेन्ज गरेँ सर। यस्तो लेटर त दियो? लेटर दियो। लेटर सजिलोसँग दिएन, माग्दा दिएन। अनि सुते, काम आइन। त्यसपछि आएर अनि फुजाङले ल्याएर झारे, कम्पनी झार्यो। अनि के भन्नुभयो? अनि किन त नआएको भन्दाखेरि मैले अब भनेको काम गर्न मलाई सक्दिनँ, गाह्रो हुन्छ, बाहिर जान्छु, मलाई त ऋण पान छ धेरै छ, मलाई धेरै पैसा चाहिन्छ भने। अनि साहुले खा भने त्यति भने सक्यो, दियो। सजिलै चाहिँ दिएन। अनि त्यसपछि के अरे कम्पनी खोज्नुभयो होला? हो, प्लास्टिक कम्पनीमा गएँ सर म। अनि के सेल्टर पनि बस्नु होला? होइन, मैले बसिनँ। मैले चाहिँ ठ्याक्कै साथीभाइहरूसँग कन्ट्याक्ट गरेर कम्पनीको राम्रोसँग बुझेर साहुसँग उहीँ गएर कुरा गरेर फिक्स गरेर मात्रै गएँ। र कन्ट्याक्टमा? हो, कन्ट्याक्टमा। र अधिकांश साथीहरू सेल्टर बसेर 2 महिना 3 महिना बस्नुहुन्छ। र मैले जस्तै पनि गर्नु होला भनेर सुझाव पनि गर्छु। 2-3 महिना बस्दा खर्च कति हुन्छ होइन, भने जस्तो काम पाएन नपाएला, बरु 1 लाखकै कमिस 1.5 लाखकै कमिस त्यहाँ बस्दै गर्ने, खोज्दै गर्ने। अनि फिक्स भएपछि फुत्ता जाने नि। महिनाको यहीँ त समय हिसाब हुन्छ होइन? अनि अहिले चाहिँ त्यही कम्पनी हुन्छ, प्लास्टिक कम्पनी? त्यहाँबाट पनि चेन्ज गरेँ सर। चेन्ज गरेँ। अनि अहिले चाहिँ लास्ट कम्पनी चाहिँ म अहिले फानेल कम्पनी भन्छ। फानेल भनेको अब जस्तै एसआई प्यानल भन्छ नि, प्यानलको घरहरू बनाउँछ, हो त्यो फानेल। तपाईँ त बडो डाइनामिक रहेछ। अनि त्यो प्लास्टिक कम्पनी चाहिँ किन छोड्नुभयो? त्यहाँ पनि सर अब त्यही हो, भने जस्तो हुँदैन, कच्चाकुचुक, साउ डेन्जर थियो अलिक। अनि रिस उठाएको कराई एउटा स्कुटर किनेको थिएँ सर। जिम जानलाई एउटा स्कुटर किनेको थिएँ। जिम चाहिँ छोड्नु भएको छैन? म छोडेको त छैन। अनि त्यो सुन्नु न, कथा छ। किनेको थिएँ अनि कम्पनी पनि त्यही चढेर जान्थेँ। अनि तपाईँको एकपटक कम्पनी जाँदाखेरि अब जहाँ मेरो पार्किङ थियो त्यहाँबाट स्कुटर लिएर जाँदाखेरि ब्याक गर्दाखेरि एउटा गाडीलाई छ्यास छुएछ, ती उमा भएको पार्किङ भएको गाडीलाई। त्यो गाडीको मालिकले के भन्यो मलाई, छुएको मात्र थियो छ्यास। अनि म चाहिँ खान्छ नआयो भनेर गएँ। एकछिनमा त पुलिस लिएर आएपुग्यो है। अनि त त्यहाँदेखि लफडा भयो। अनि त्यो मान्छेले सँगै काम गर्ने एउटा कम्पनीको मान्छे होइन, बाहिर थियो। बाहिर खिसुक्साको त्यो कसको गाडी थियो, अब कुन रुममा बस्ने कसको थियो। त्यहाँदेखि मलाई चौकी लिएर गयो। अनि गएपछि त पढाउँदो रहेछ, 2 घन्टा त्यो पढायो। के भन्यो, लेख्न लायो, सही छाप गर्न लायो, दुनियाँ भयो, लफडा भयो सर। ट्रान्सलेटर थिएन? मेरो हजुर ट्रान्सलेटर थिएन? ट्रान्सलेटर थिएन। अब त्यो के भन्यो ने भन्यो, साइन गऱ्यो भकाभक। अनि पैसा पनि तिरायो। कति? फेरि मेरो लाइसेन्स थिएन, यो नगर्नु भनेर यो एउटा सन्देश पनि साथीहरूलाई होइन। लाइसेन्स नभएपछि फेक मानन 10 लाख चाहिँ त्यहाँ फल्कुम तिरे। अनि त्यो गाडी वाललाई 4 लाख हुन तिरे, कता 14 लाख हुन तिरे। अनि त्यहाँदेखि चाहिँ अनि साउले पनि तैँले जिम छोड्दै भन्यो। अनि हस् भने सुरुमा त अब डर पनि भयो, तर जिम छोड्न सकिएन। नभएपछि अनि स्कुटर चलाउँछु भन्दा लफडा भयो, साउसँग राम्रो सम्बन्ध भएन। त्यही भएर सर छोड्नु भयो। लेटर त सजिलो दियो? त्यसपछि के सेल्टर बस्नु? फेरि होइन, कन्ट्याक्टमै आएँ। मेरो पुरानो साथी थियो, सँगै कोरिया आएको साथी, उसले नि बोलायो। अनि त्यही कम्पनीमा छ अहिले सर। अलिक त राम्रो छ। होस्टल चाहिँ कस्तो कम्पनीमै हो? कम्पनीमै छ। कम्पनीमै छ, राम्रै छ। नेपालीहरू कति छन्? नेपाली त हामी त्यहाँ 17-18 जना छौँ। राम्रै रहेछ। अरू देशको पनि होला? 1 जना बङ्गाली। अनि काम त राम्रै, डे नाइट कि डे हो? डे हो सर, काम ठिकै छ। पहिले गर्नुभएको चाहिँ डे थियो कि डे नाइट? डे नै। आजसम्म मैले नाइट चाहिँ गरिनँ। नाइट चाहिँ के गाह्रो हुन्छ भनेर? एक किसिमले नाइट पनि गर्न सकिन्थ्यो होला, तर मेरो अध्ययन अनुसार
नाइट चाहिँ खासमा रात चाहिँ सुत्नको लागि बनेको, यो प्रकृतिले सुत्न बनाएको हो, यो चाहिँ हुँदैन, नेचरको विपरीत जानु हुँदैन नि भन्ने थियो। अनि बरु दिनमा मेहनत गर्ने, रातमा चाहिँ सुत्नुपर्छ भन्ने हिसाबले पनि मैले नाइट कम्पनी खोजिनँ सर। अनि यो के भन्छ विदेश आइसकेपछि अनि कोरियामा चाहिँ कतिपय साथीहरूको चाहिँ कम्प्लेन भनौँ न, गुनासो चाहिँ निन्द्रा कम आउँछ भन्ने के छ तपाईँको चाहिँ? यो कुरा एकदमै इम्पोर्टेन्ट कुरा हो सर। मैले र साथीहरूलाई मैले म्यासेजहरू पनि आउँछ, मैले पनि यसो कन्टेन्ट बनाउँछु कहिलेकाहीँ, त्यहाँ पनि सोधिराख्नुहुन्छ निन्द्रा लागेन। अब सुत्ने बेला अब सुतिसक्यो अनि निन्द्रा लाग्दैन, भोलि काम छ है, अब गाह्रो हुने भयो भने झन् टेन्सन गरेर झन् निन्द्रा लाग्दैन। यसको चाहिँ समस्या मलाई नि भएको थियो सर एक समय भएको थियो। अनि मैले चाहिँ धेरै अध्ययन गरेँ सर, बुकहरूदेखि ल्याएर तपाईँको गुगलमा यो चाहिँ नि युट्युबमा धेरै सर्च गरेँ र बिस्तारै बुझ्दै पनि गएँ। र अहिले व्यावहारिक रूपमा पनि मैले आफैले पनि फिल गरेँ, प्र्याक्टिसहरू गरेँ के रहेछ त्यो समस्या हुन्छ तपाईँले पत्ता लगाएको चाहिँ। ठ्याक्कै समस्या के हो र यसको सल्भ कसरी गर्न सकिन्छ भन्ने कुरा म छोटकर्ने भन्छु है त सर। समस्या चाहिँ निन्द्रा नलाग्नुको कारण चाहिँ ठ्याक्कै के हुँदो रहेछ भने सर, हामी मेन कुरो हामीसँग इन्टरनेट हुन्छ, कम्पनीले दिएको वाइफाई, फ्री, काम गरेर सक्यो, सुत्यो ओछ्यानमा, अब 12 बजीसम्म भन्छ, 1 बजीसम्म चाहिँ मोबाइल चलाएको हेरेको हेर। अनि त्यो ब्लू लाइटले हामीलाई एकदमै असर गर्छ सर। त्यो ब्लू लाइटले चाहिँ एकदमै असर गर्छ। अब त्यो नचलाइ बसौँ भने पनि सम्भवै छैन, मोबाइल त चलाउनै पऱ्यो, कोही आफन्त छैन, केही छैन, घर परिवारसँग बोल्ने हो कि युट्युबे अनि गर्ने। त्यसको लागि पहिलो कुरा अनि एउटा एन्टी ब्लू लाइट चस्मा किनेर लाउनु पऱ्यो, चस्मा ल्याएर चलाउनु पऱ्यो। छ त्यो मसँग छ, मेरो कम्पनीमा पनि छ, रुममा पनि फाल्टो छ। ब्लू लाइट चस्मा चाहिँ लाउने कुपाङबाट किन्ने, कुपाङबाट पाइन्छ, वहाँ पाइन्छ। चस्मा पसलहरूमा बाहिर गयो भने पनि एन्टी ब्लू लाइट चस्मा भनेपछि पाइहाल्छ होइन। पहिलो महँगो छ कि सस्तो छैन? सस्तै छ सर, 3-4 मानौँ, 2-3 मानौँ, त्यसको क्वालिटी अनुसार हुन्छ। यो लगाएपछि केही हद जस त्यो ब्लू लाइट चाहिँ कन्ट्रोल भयो र त्यसले मात्र पनि हुँदैन। र अर्को कारण निन्द्रा अर्को नलाग्नुको कारण के हुँदो रहेछ भने सर, एकदमै टेन्सन, जस्तो कस्तो टेन्सन भन्नुहुन्छ भने घर परिवारको टेन्सन, लफडा केही जाति रिलेसनमा अनेक भयो, अनि कम्पनीको प्रेसर, अब त्यहीँनिर चाहिँ आफूभन्दा माथिको मान्छेहरूले दबाब दिइरहेको हुन्छ, पिलिरहेको हुन्छ। अब कतिले भन्दैन तर एकदमै दबाब दिइरहेको हुन्छ, पिलिरहेको हुन्छ, साहुकै इभन होइन। अनि तपाईँको फेरि भने जस्तो सेलरी नहुने, भने जस्तो चाहिँ कम्पनी काम नहुने, त्यो टेन्सन। अनि त्यो चाहिँ कति बेला सुत्ने टेन्सन, सुत्ने बेला भनी दिमागमा खेल्छ, दिनभरि जस्तो जान्छ, रात काट्न गाह्रो। अनि तपाईँको दिमाग एक्टिभेट हुन्छ, टेन्सन भइरहेको हुन्छ, हन्न नै फल्नाले यत्रो कमाइसक्यो, फल्नाले यत्रो बिल्डिङ बनाइसक्यो, मैले कहिले गर्ने, जग्गा किन्यो अरे, टेन्सन गऱ्यो। अनि कहाँबाट निन्द्रा लाग्छ? त्यो दिमाग त एक्टिभेसन चाहिँ एक्टिभ छ, अनि निन्द्रा लाग्दैन। जस्तो तपाईँको गाउँमा बाघको आतङ्क छ, राति आएर चाहिँ मान्छे पनि मारिरहेछ, चाहिँ नि पशु के अरे गाई बस्तु पनि मारिरहेछ भने तपाईँ सुत्ने बेला ढुक्कले निदाउन सक्नुहुन्छ कि बा मलाई आज हान्छ कि भन्ने कुरा हुन्छ नि त, निदाउन सकिँदैन। भनेपछि त्यस्तै दिमाग एक्टिभेसन हुन्छ कि अनेक पिरले दिमागलाई एक्टिभ भइरहेपछि निदाउन सकिँदैन। सुत्नु अगाडि चाहिँ त्यस्तो सोच्नु हुँदैन केही पनि, आज जे भयो सक्यो, भोलिको दिनमा राम्रो गर्नुपर्छ। दिमागलाई चाहिँ शान्त राख्ने, काम राख्ने, कुल राख्ने। त्योभन्दा अगाडि बक्सिङ ब्रिदिङ भन्छ सर, 4 सेकेन्ड सास माथि तान्ने, 4 सेकेन्ड होल्ड गर्ने र 4 सेकेन्ड फाल्ने बिस्तारै। 2 मिनट गऱ्यो भने हाम्रो स्ट्रेस हर्मोन भन्छ, यो चाहिँ नि तनाव दिने जो जति पनि हर्मोनहरू हुन्छ डिलिट भएर जान्छ र दिमाग अलिकति काम हुन्छ र सुत्नलाई सहज हुन्छ। त्यो पनि गर्नुपर्छ प्र्याक्टिस हो। यो मैले चाहिँ व्यवहारले नै गरेको सर, मलाई पनि भएको थियो त्यस्तो, पर्याय चाहिँ गर्नुभयो। यसो गऱ्यो भने केही हद सजिलो हुन्छ। र स्टोरीले के भन्छ भने निन्द्रा लागेन भने लाग्दैन 1 घन्टा अगाडि सुत्नुभन्दा 1 घन्टा अगाडि फोनै नछुने भन्छ, त्यो अलिक सम्भव हुँदैन। के गर्ने त्यो घन्टा अगाडि चाहिँ के गरी बस्ने, त्यो हाम्रो बानी नै छैन। बुक पढ्ने भन्छ खासै 100मा 10%, 5%ले बुक पढ्ला, अरूले के गर्ने? तपाईँ चाहिँ कतिको पढ्नुहुन्छ? म अलिअलि मात्रै। अनि त्यो हुनाले सम्भव हुँदैन। हो यस्तो गऱ्यो भने चाहिँ निन्द्रा अलिकति सहज हुन्छ। र एउटा मैले यो गर्दा पनि भएन भने एउटा सप्लिमेन्ट बताइदिन्छु, मेलाटोनिन भन्ने हुन्छ। त्यो चाहिँ मेलाटोनिन भनेको चाहिँ हर्मोन हो, खासमा निद्रा लाउने हर्मोन हो मेलाटोनिन हो। त्यो मेलाटोनिन हर्मोनलाई चाहिँ अब डिक्रिज भएको बेला अलिकति इन्क्रिज गर्नको लागि त्यो सप्लिमेन्टले हेल्प गर्छ। मेलाटोनिन सप्लिमेन्ट चाहिँ खोपाङमा पनि पाइन्छ, मेलाटोनिन भनेर सर्च गऱ्यो भने हो मेलाटोनिन। अनि तपाईँको याकबुकतिर पनि पाउँछ। अनि त्यो चाहिँ 3 महिनासम्म दिनको 1 चक्की खायो भने पनि हाम्रो चाहिँ जुन मेलाटोनिन हर्मोन इन्क्रिज भएर जान्छ, त्यसले पनि सहज हुन्छ निद्रा लाग्नु। अनि हाम्रो यो ढिलो सुताइ पनि होला? ढिलो मैले छुटाएको कुरा सर,
जस्तो मेलाटोनिनको कुरा गरेँ सर, मेलाटोनिन हर्मोन चाहिँ कति बेला एक्टिभ हुँदो रहेछ भने ठ्याक्कै बेलुका जब साँझ पर्छ नि, जब साँझ पर्दै जान्छ त्यो त प्रकृतिकै नियम हो सुत्नुपर्छ भनेर, त्यहाँ एक्टिभेसन हुन थाल्दो रहेछ 7-8 बजीदेखि 9-10-11 बजीसम्म। जब 11 बजे त्यहाँदेखि चाहिँ घटेर जाने, अनि हामी चाहिँ सुत्छौँ 11 कटेपछि 12-1 अनि निन्द्रा कहाँ लाग्छ त। ल तपाईँले विचार गर्नुहोस्, कम्पनीबाट काम गरेर 6 बजी छुट्टी भयो, 7 बजी सुत्नुहोस्, झपक्कै निदा हुनुहुन्छ तपाईँ। तर 1 बजी सुत्नुहोस्, 12 बजी सुत्नुहोस्, निदाउन सक्नुहुन्न। त्यसको एउटै कारण हो मेलाटोनिन हर्मोनको चाहिँ नि डिक्रिज हुँदै त्यो लेभल घटेको हुन्छ। हो त्यो पनि हो, ढिलो सुत्नु भएन, टाइममा सुत्नु भयो। टाइममा चाहिँ सुत्नु पऱ्यो। हाम्रो चाहिँ अलिकति अब नेपालको टाइम र यहाँको टाइम ठ्याक्कै मिल्दैन, अनि उहाँसँग कहिले कल गरेर आउँछ, आफू यहाँ सुत्ने भइसकेको हुन्छ, अनि गफ गरेर त्यो पनि हो। र घरमै नबोल्ने साथीहरू पनि मोबाइलै हेरेर बसिदिने क्या सर, युट्युब हेरिसकेपछि फेसबुक, फेसबुकपछि टिकटक, इन्स्टा, त्यो सबै चार्ने क्या। त्यो हाम्रो बानी छ, मेरो पनि इभन त्यस्तो थियो केही समय अगाडि। कोरियनहरूको चाहिँ मैले सङ्गत गर्दाखेरि उनीहरू चाहिँ के अरे आएर ठ्याक्कै नुहाउने, अनि त्यसपछि उनीहरू त फेसबुक खासै चलाउँदैन, त्यही काकाउटको म्यासेज भएको त्यो ठ्याक्कै चाहिँ 9 बजी सुतिहाल्दो रहेछ उनीहरू। अनि प्रायः नेपालीहरू चाहिँ सबै बग्दै सबै सामान चलाउनु पऱ्यो होइन, सबै पालो क्या। फेरि यति एक्टिभ छ, झन् राम्रो है। अनि यसो भोटेहरूलाई हेर्नुपर्छ, बाहिर होस् उनीहरूको आँखा हेरौँ, फेसहरू हेरौँ, कति चाम कति क्लिन हुन्छ। हामी चाहिँ आँखा रातो, इभन मेरै पनि आँखा रातो होइन, त्यो पुरै गइसकेको हुन्छ खेर। अनि एउटा यस्तो पनि हो के अरे कामको बेला चाहिँ अब टाइम कति जतिले सुत्यो निन्द्रा राम्रो आउँछ, फेरि छुट्टीको बेला चाहिँ निन्द्राले बेलैमा छोड्ने क्या त्यो समस्या पनि छ फेरि है। अनि त्यसपछि छुट्टी नभएकोलाई झन् बिरामी जस्तो क्या फेस हेऱ्यो होइन, पुरा चामसाम छैन, केही छैन, छुट्टी त छुट्टी, के छुट्टी यस्तै छ। अनि त्यसपछि अब कोरियामा खानपान जीवनशैली कस्तो लाग्छ तपाईँलाई? कोरियामा सर कोरियनहरूको कुरा गर्ने भने त एकदमै राम्रो छ। उनीहरूले पुरा खानाहरूमा न्युट्रिसन पुरै मिलाएर खाँदो रहेछ। मैले अध्ययन गरेँ उनीहरूको खानामा बिहान बेलुका दिउँसो, बिहानै पनि उनीहरूले खाना खान्छ, भात खान्छ, एकदमै मिलाएर खाने। जस्तो न्युट्रिसनहरू छ भने तपाईँको प्रोटिनको लागि बिहान माछा अथवा मासु, केही न केही उनीहरूको हरेक मिलमा, हरेक खानामा भेराइटी सबै खालको, अनि तपाईँको फाइबरदेखि लिएर सबै खालको न्युट्रिसन मिलाएर खाने उनीहरूको त राम्रो छ। र नेपालीहरूको चाहिँ हकमा चाहिँ सर अलिकति त्यसपछि एउटा सब्जी भयो, भात पकायो, मासु पकायो, दबायो होइन। मासु पनि कस्तो भने एकदम चिल्लो चाप्लो बनाएर झ्याप्प खायो, मिठो मसिनो चर्को पिरो त्यस्तो छ। त्यो कस्तो हो भने सर एउटा कुरा तपाईँ हामीले हाम्रो समाजमा, नेपाली समाजमा भोग्दै आएको, खाँदै आएको पनि त्यही हो। के खाने? दाल र भात दबाउने बिहान बेलुका झ्याम्म, जसरी पनि पेट भरिनु पर्यो। भात थपी खाने, पाहुना पासामा गयो भने पनि नाइ भन्दै गर्छ, जबरजस्ती भात हालिदिन्छ। त्यो सिस्टममा हामी त्यो सोसाइटीबाट आएको छौँ, त्यही भएर पनि त्यस्तो छ। अलिकति कोरियामा हुँदाखेरि अब हामीसँग बजेट पनि हुन्छ, खानामा अलिकति न्युट्रिसन ख्याल गरेर अध्ययन गरेर भए पनि आफ्नो शरीरलाई चाहिँ राम्रो न्युट्रिसनहरू चाहिने न्युट्रिसन दिनुपर्छ, सकिन्छ दिनुपर्छ भन्छु। नेपाली सोसाइटीमा त्यो अलिक कम छ, गर्नुपर्छ भन्छु। र विशेष गरी खानाकै सवालमा जोडे सर एउटा कुरा, तेल, यो इम्पोर्टेन्ट कुरा भन्छु म। तेल हामीले चाहिँ मार्टबाट ल्याउँछौँ, सस्तो मस्तो तेलहरू ल्याएर खान्छौँ, त्यो चाहिँ एकदमै हानिकारक छ, एकदमै, जसले गर्दा फ्याट, कोलेस्ट्रोल बढाउने होइन। अनि त्यो चाहिँ गुड फ्याट हुँदैन कि, त्यहाँ चाहिँ गुड फ्याट हुँदैन। गुड फ्याटको लागि तपाईँले एभोकाडो ओइल, ओलिभ ओइल अथवा गाउँबाट घिउ मगाउनुहोस्, साथीभाइहरू आउँछ घिउ ल्याइदिन्छ, घिउ खानुहोस्। मैले त त्यसरी गरेको छु, जुन चाहिँ एकदमै गुड फ्याट हो। कोरियामा पनि घिउहरू पाउँछ? कोरियामा पाउँदो रहेछ घिउहरू सर, जस्तो अन्त विदेशबाट आएको घिउहरू हुँदो रहेछ, पाकिस्तानी हो, कता पाकिस्तान, इन्डिया कताबाट आएको हुँदो रहेछ। त्यो चाहिँ कस्तो हुन्छ? त्यो चाहिँ मैले खासै मन परेन, अलिक मिसावट हो कि जस्तो लाग्यो। म चाहिँ नेपालबाटै ल्याइ माग्छु, साथीहरूलाई कसैलाई रिक्वेस्ट गरेर एक डल्ला यति ल्याइदिनु हुन्छ सानो बट्टामा, त्यसरी पुर्याइरहेको छु। विशेष गरी तेलमा ख्याल गरिदिनु होला भन्छु नेपाली साथीभाइहरूलाई। अनि के अरे कोरियनहरू जुन अब उनीहरूको एउटा टाइम टेबल हुन्छ काम गर्ने होइन, जुन समय हुन्छ, अनि तपाईँ पनि अब तपाईँ हामी भनौँ न, सबैले त्यही समय फलो गरेर चाहिँ मेहनत गरेर आउँछौँ। कामप्रतिको लगाव कतिको छ कोरियनहरूको चाहिँ? हामी नेपालीहरूमा के फरक पाउनुभयो? धेरै फरक छ, आकाश र पतालको फरक छ नि। हेर्नु न, उनीहरूको टाइम भनेपछि टाइम टु टाइम हुनुपर्छ। बिहान ट्याक्क चाहिँ नै 7:50मा छुलगुन गरेर बेलुका कति बजी निस्किने, ठ्याक्क 5 बजी हो भने 5 बजी ट्याक्क काँड हानेर
1-2 मिनट ढिलो चाँडो पनि हुँदैन। कस्तो डिसिप्लिन छ यो कुरा त, यो चाहिँ संस्कार हो, यो संस्कृति हो। एकदमै राम्रो लाग्छ मलाई। र यो संस्कार हाम्रो नेपालमा पनि हुनुपर्छ। यो हालको संस्कृतिको विकास गर्नुपर्छ। र एउटा छ्यास जोडिदिउँ, मेयर साम्पाङले अहिले पार्टी खोल्नु भएको थियो नि श्रम संस्कृति हो, यो खालको संस्कृति क्या। काम गर्नुपर्छ, काम गर्दा टाइम टेबलमा गर्नुपर्छ, यसरी मेहनत साथ काम गर्नुपर्छ। हामी त ठग्छौँ नि त काममा। यहाँ भोटेले हेर्नुहोस्, मैले बिचमा एउटा प्लास्टिक कम्पनीमा काम गरेँ, त्यो कम्पनीको साउ मसँग काम गर्थ्यो, मभन्दा धेरै काम गर्ने क्या सर। मलाई लाज लाग्थ्यो, अनि म पनि जिउ छाडी गर्थेँ। अनि साउले मभन्दा धेरै काम गरेछ, म चाहिँ अल्याङ टल्याङ गर्नु हुँदैन। त्यो खालको संस्कार छ उनीहरूको काममा सर, मान्नुपर्छ। अनि यो अब कोरिया आइसकेपछि सबैले एक्सपेक्ट गर्छ कि होइन, सोध्छ पनि त्यही हिसाबले। अब जीवनस्तर आर्थिक स्तर कतिको समृद्ध हुँदैछ तपाईँको, के छ? यो चाहिँ सर जति हिसाब गरेर आयो, मैले सुरुमै भने हमला गरेर हिसाब गरेर आयो। अनि जति सोचिन्छ त्यो चाहिँ अलि गाह्रै पर्छ। किनभने लाइफ हो, उतार चढाव हुन्छ। कहिले के पर्छ, कहिले कता के पर्छ होइन, कहिले के हुन्छ, कता खर्च भइरहेको हुन्छ। सोचे जस्तो हुँदैन। र गर्नेले त धेरै राम्रो पनि गरिराख्नु भएको छ। समग्रमा ठिकै छ, मिलाएर लानुपर्छ। धेरै आत्तिनु पनि हुन्न, धेरै मात्तिनु पनि हुन्न। त्यही हो सर। ठिक छ। अनि के अरे यो मैले सोध्नु खोजेको चाहिँ, अनि तपाईँ के अरे कामभन्दा बाहेक अरू के काम गर्नुहुन्छ? कामभन्दा बाहेक तपाईँको सोख केमा छ, अथवा के गर्दै हुन्छ अहिले? ठिक छ। जस्तो मेरो काम लगभग अहिले सर कम्पनी चलिरहेछ 8 to 10 बजे बेलुकासम्म भइरहेछ। र पनि मैले वर्कआउट गर्छु। मलाई सोख चाहिँ फिटनेसमा सोख छ। एउटा राम्रो फिटनेस इन्फ्लुएन्सर बन्छु भन्ने एउटा सपना छ। यो लगाव चाहिँ तपाईँको नेपालदेखि थियो कि यहाँ आइसकेपछि सुरु गर्नुभयो? एउटा लगाव चाहिँ नेपालदेखि थियो रहेछ मसँग सर। किन पनि थियो भनेर भन्छु भने, जोइन गर्नुभएको थियो? थिएन, त्यो चाहिँ थिएन होइन। मेरो जिम लाइफको कुरा गर्ने हो भने सर, नेपालमा म गाउँमा हुर्केको मान्छे। अनि गाउँमा तपाईँको बडी सडी बनाउन चाहिँ मन लाग्ने, फाइट, मलाई विशेष गरी फाइट खेल्न मन लाग्ने। मार्सल आर्ट गर्नुभएको छ? त्यो गरेको छैन। मन चाहिँ लाग्थ्यो के, जिम गर्न मन लाग्थ्यो, फाइट खेल्न मन लाग्थ्यो, सिक्न मन लाग्थ्यो। त्यो अवस्था थिएन। गाउँमा हुर्कियो, डिक्टेल पढ्दाखेरि पनि अब त्यो गरिएन। सदरमुकाम बसेर पढ्नु त्यो गरिएन। डिक्टेलदेखि मेरो ठ्याक्कै बुइपा बसेरी भन्छ, अहिले बाइकमा जाँदाखेरि ठ्याक्कै 40 मिनट जति लाग्छ डिक्टेलदेखि। हजुर। अनि त्यो सम्भव थिएन। अनि तर मेरो के थियो भने, अहिले मेरो घरमा पनि छ पुरा झाँतो छ नि, तपाईँले झाँतो थाहा छ पिन्ने, झाँतोलाई एउटा काठले यताबाट जोडेर अर्को झाँतोलाई जोडेर त्यो बार्बलहरू बनाएको। अनि गाउँमा त्यो छ क्या। अनि त्यो हेभिङ सेटअप, अहिले त पुलअप्स चिनअप्स के भन्छ, त्यो हेभिङ सेटअप भन्थ्यो। त्यो बाँसको माथि ठड्याएर बनाएर हेभिङ सेटअप हान्ने, मतलब लगाव चाहिँ त्यहीँदेखि थियो के। अनि के अरे यो हाम्रो मङ्गोलियनहरूको त लाउरे जाने भन्ने हुन्छ, त्यति खुब एक्सर्साइज गर्ने हुन्छ नि। लाउरे हो, लाउरे साथीहरूले लाउरे भिड्नु पनि भयो। मैले चाहिँ लाउरे भिडिनँ सर। के रहर थिएन कि एकपटक ट्राई गर्ने भन्ने हुन्छ नि? रहरै भएन। मलाई ठ्याक्कै डिक्टेल बसेर पढ्दै गर्दा पनि मलाई घरबाट लाउरे भिड्न, सेन्टर बस भनेर भन्नुभएको थियो। मलाई कस्तो लाग्यो भने सर, त्यो त्यति बेलै मेरो दिमागमा के थियो, लाउरे गयो भने म मानिलो 18 वर्षको उमेरमा लाउरे गएँ, 20 वर्षको उमेरमा गयो भने 40 वर्षको उमेरमा म रिटायर हुन्छु। 40 वर्ष पुगेपछि त बुढो भइन्छ। जिन्दगी त त्यत्तिकै विदेशमै बित्ने रहेछ त, अर्काको चाहिँ बन्दुक बोकेर केही न केही चाहिँ मैले नेपालमा गर्नुपर्छ, हुँदैन भनेर म एउटा आत्तिन्थेँ। त्यस्तो मेरो स्वभाव थियो त्यतिखेर। कोही आफन्तहरू कोही त्यस्तो हुनुहुन्छ लाउरे, थुप्रो हुनुहुन्छ, त्यताबाट इन्स्पायर हुने हुन्छ नि। हुनुहुन्छ गाउँघरमा लाउरे बाजेहरू काकाहरू होइन, सबैजना हुँदै पनि म चाहिँ त्यो सोचिनँ सर। अनि फिटनेसको यो के अरे कुरा गर्दै हुनुहुन्थ्यो। जस्तो जिममा मेरो लगाव चाहिँ गाउँबाटै थियो रहेछ सर। गाउँमै यताउति गर्ने, त्यो बनाएर डम्बल सम्बल बनाएर गर्ने, बार्बल बनाएर गर्ने। अनि जब म कोरिया आएँ सर, मैले सोचेको थिएँ कि नेपालबाट कन्सेप्ट बनाएको थिएँ, म जति पैसा कमाउँछु त्यसको 10% पैसा चाहिँ मेरो शरीरलाई दिन्छु। म बलियो हुनुपर्छ, म स्ट्रङ हुनुपर्छ। म बलियो भयो भने, स्ट्रङ भयो भने त्यो बलियो शरीरले जे पनि गर्छ नि, जति पनि कमाउँछ, जे पनि गर्ला नि, सबैभन्दा पहिला बलियो हुनुपर्छ त भन्ने एउटा थियो कि म एउटा हुटुटी। अनि आएपछि सर जिम गर्नु पऱ्यो भनेर यताउति भोटेहरूलाई भनेको। अनि फुजाङ निमले एक दिन लगिदिनु, ल्याङ गर्दा बल्ल 6-7 महिनापछि लगिदिनु भयो। जिम गएको सर महँगो न महँगो भन्छ, महिनाको चाहिँ 6-7 लाख 8 लाख 10 लाख पनि भन्छ कतै त। कस्तो के अरे ट्रेनर सहित होला? हो सुन्नु न, होइन भन्छ
ओहो होइन यस्तो त होइन होला भने है हो यस्तो भन्छ है त्यो भोटेले पनि मलाई के अरे फुजाङ्नेले पनि के गर्ने त भनेर फर्क्यो अनि मलाई एउटा सबैभन्दा सस्तो ठाउँ 5 लाख ओन महिनाको 5 लाख ओन त्यहाँ गर्छस् त तर महँगो त नगर भने क्या मलाई म त के गरौँ त हो म सेलरी आउँथ्यो 25-26 लाख 20 लाख बच्ने रहेछ के गरौँ त भनेर मैले सोच्दै थिएँ है हेर्नुहोस् महिनाको 5 लाख 50,000 तिरेर पनि म गर्ने कि भन्ने सोच गरिसकेको थिएँ अनि त्यस पछाडिबाट साउले त्यो बिचरा उसले खोजेछ के खोजेछ एक ठाउँ सस्तो पाएछ ल त्यहाँ जाउँ भनेर भने गइयो गएको त उसले पनि नबुझेको मैले पनि नबुझेको पिटी प्राइभेट ट्रेनर सहितको चाहिँ 5 लाख 6 लाख परेको रहेछ खासमा त्यत्तिकै गर्ने हो भने त त्यो फी मात्र तिर्ने हो भने त तपाईँको नेपाली 5-6 हजारमा हुने रहेछ अनि एक ठाउँमा 5,000 नेपालीमा पाइयो साह्रै खुसी लाग्यो पछि थाहा भयो क्या मलाई पनि त्यो ट्रेनर सहितको रहेछ अनि उनीहरूले पनि बिचरा म 54 केजीको थिएँ सानो यसलाई त ट्रेनर चाहिन्छ केही जान्दैन भन्ने हिसाबले पनि उसले भनेको रहेछ अनि त्यसपछिबाट त नि जिम जोइन गरेँ सर अनि त्यहाँबाट मेरो फिटनेस त्यहाँबाट सुरु भयो अनि अब 12 घन्टा त लगभग काम गर्नुपर्छ कसरी म्यानेज गर्नुहुन्छ टाइम त सर अब माइन्डसेट हो जस्तो मैले त्यति बेला सुरु गर्दाखेरि काम सक्थ्यौँ हामी 9 बजीतिर अनि दाइहरू सुत्न 10 बजी तर्खरेर बेडमा पस्नुहुन्थ्यो म जिम साइकल लिएर जान्थेँ दाइहरूले ए भाइ त बौला रहेछ कहाँ सुत्ने बेला गएको भन्ने हुनुहुन्थ्यो जिस्काइ हिँड्नुहुन्थ्यो त्यति बेला पत्याउनु पनि हुन्न थियो लिक्विड एकबुदी हिँड्ने होइन कति टाइम अनि दुरी ठ्याक्कै मलाई 20 मिनट लाग्थ्यो साइकलमा सबै जाँदा अनि 10:30 बजीतिर पुग्थेँ 11:30 बजीसम्म गरेर नुहाइधुवाइ गर्दा 12 बजी जिम पनि कहिले काहीँ जिम बन्द गर्ने बेला अन्तिममा म हुन्थेँ 12 बजी हतार 12:30 1 बजीतिर सुत्थेँ अनि बिहान 7-7:30 बजी उठिन्थ्यो निन्द्रा पुग्दैन थियो तर पनि त्यसरी पनि जिम गरेँ सर खाने मुखलाई जुङ्गाले सिक्दैन सर इच्छा भएपछि जे पनि हुँदो रहेछ एकदम त्यो समय त मैले सम्झिँदा म आफूलाई एकदमै आफैलाई म रेस्पेक्ट गर्छु कति वर्ष भयो अहिले चाहिँ सुरु गर्नुभयो मैले फिटनेस जर्नी सुरु गरेको त कोरिया आएपछि मैले अघि नै भने 5-6 महिनापछि जिम जोइन गरेँ कन्टिन्यू छ अहिलेसम्म कन्टिन्यू छ त्यो त अहिले तपाईँको देखिँदैछ नि त हल्का फुल्का लगाव छ भनेपछि धेरै त्यस्तो कुनै के अरे प्रतियोगितातिर पनि भाग लिनु भएको छ हाम्रो यो फिटनेस नेपाल कोरियामा फिटनेस नेपाल भन्ने एउटा संस्था छ जसको चाहिँ अध्यक्ष हाम्रो अन्जान थापा मगरजी हुनुहुन्छ आदरणीय सोल्टी उहाँले 2023मा गर्नुभएको थियो मेन फिजिकको कम्पिटिसन त्यहाँ म गएको थिएँ भिड्न मेरो क्याटेगोरीमा मैले सिल्भर मेडल थापेको थिएँ सेकेन्ड भएको थिएँ गएको थिएँ जस राम्रै रहेछ सर अनि यस्तो केही मतलब इभेन्टहरू त्यस्तो सहभागी छैन सर अब आगामी दिनमा गर्नुपर्छ समय नै हुँदैन पहिलो कुरो अहिले कोरियन गेमहरू पनि खेल्न गइन्थ्यो होला यताउति थुप्रोले जाऊ भन्नुहुन्छ तर अब सम्भव खासै हुँदैन सर काम यसको मतलब पछि के अरे फाइदाहरू चाहिँ जस्तो बाउन्सरहरू के गर्दै हुन्छ मैले यहाँ हाम्रो 7 स्टार बाउन्सर कोरियामा पनि छ हाम्रो यो अनमोल सोल्टी लुङ्गा अनि टाइसन राजु सोल्टीहरूले खोल्नु भएको छ र यहाँ पनि म आबद्ध छु कहिलेकाहीँ आवश्यक भएको बेला गइन्छ के आम्दानी पनि हुन्छ कस्तो हल्का फुल्का त्यसमा त फाइदा रहेछ त्यहाँ पनि आबद्ध हुनुहुन्छ धेरै साथीहरू हुनुहुन्छ भनेपछि हाम्रो जिमको पनि राम्रै एउटा तपाईँले गरिरहेको छु र कोरियामा हुने साथीहरूलाई म एक्सर्साइज चाहिँ गर्नु भनेर भन्छु है एक्सर्साइज चाहिँ गर्नु जिम गर्नु के मतलब तपाईँ बडी बिल्डर भएर गेम खेल्ने चाहिँ गएर फुलाउने होइन फिटनेस हो फिटनेस भनेको तन्दुरुस्त हो तन्दुरुस्ती हुनुपर्छ तपाईँ हामीले हार्ड वर्किङ गर्नुपर्ने हुन्छ तपाईँ हामीले हड्डी बलियो बनाउनु पर्ने हुन्छ हर्मोन ब्यालेन्स राख्नुपर्ने हुन्छ स्वस्थ निरोगी रहनुपर्ने हुन्छ त्यसको लागि गर्नुपर्छ यसको लागि भोजन चाहिँ कस्तो खानपान चाहिँ कस्तो छ भोजनको कुरा गर्दा सर खाने त्यही दाल भात तरकारी माछा मासु साग सब्जी ड्राई फ्रुटहरू दुध दही मही यति हो होइन अनि अरू के मिलाएर खाने प्रोटिनहरू के प्रोटिन तपाईँले प्रोटिन पाउडर लिन सक्नुहुन्छ तर कस्तो अवस्थामा लिन सक्नुहुन्छ भने तपाईँको बडी वेट अनुसार प्रोटिन कति चाहिन्छ त्यो प्रोटिन चाहिँ तपाईँले पुरा गर्न सक्नुहुन्न खानाबाट भने सप्लिमेन्टको सहाराले तपाईँले पुरा गर्न सक्नुहुन्छ त्यसो छ अनि के इन्जेक्सन लाउने भन्ने हुन्छ त्यस्तो के छ त्यो त एकदम हामीभन्दा धेरै माथिको कुरा हो सर त्यो भनेको चाहिँ एकदमै माथिको कुरा हो यो कुरा त सोच्नु हुँदैन
त्यो स्वास्थ्यको लागि अथवा नेचुरल हुन्न त्यो अननेचुरल हो त्यो त स्टेरोइड भन्छ त्यो गर्नु हुँदैन त्योसम्म सोच्नु हुँदैन त्यसको चाहिँ विषयमा चाहिँ हामी सबैले आवाज उठाउनुपर्छ स्टेरोइड भन्छ त्यसलाई त्यो चाहिँ हानिकारक नै छ त्यो चाहिँ गर्नु हुँदैन जस्तो सप्लिमेन्टहरू यो तपाईँको प्रोटिनहरू यो चाहिँ क्रेटिनहरू यो मल्टिभिटामिनहरू खान्छौँ नि हामी यसलाई पनि मान्छेले अननेचुरल भन्छ नेचुरल गर्न के हो प्रोटिन खाएर भन्छ तर त्यो नेचुरल हो त्यो स्टडी गर्नुपर्छ साथीहरूले गुगलमै सर्च गर्नुहोस् प्रोटिन पाउडर चाहिँ नेचुरल कि अननेचुरल हो भनेर सर्च गर्नुभयो भने त्यो नेचुरल 100% नेचुरल भनेर गुगलले दिन्छ प्रोटिन पाउडर खायो भने पनि मान्छेले चाहिँ अननेचुरल हो खानु हुँदैन भन्छ तर यो नेचुरल हो नितान्त तपाईँको प्रोटिन वे प्रोटिनको कुरा गर्ने हो भने दुधबाट बनेको विशुद्ध दुधबाट बनेको चिज हो जस्तो हाम्रो एउटा मेरो जिममा क्या मेरो भने चाहिँ मैले जिम गर्ने ठाउँमा एकजना आमा हुनुहुन्छ 70 वर्षको सँगै जिम गर्नुहुन्छ उहाँले एकदमै माया गर्नुभयो क्या मलाई अनि उसको रुम उहाँको रुम पनि लानुभयो गएको वे प्रोटिनको त बट्टा किनेर राखिराख्नु भएको छ है अनि अर्को तपाईँको मल्टिभिटामिनहरू अहिले मेलाटोनिनको कुरा गरेँ तिनीहरू सप्लिमेन्टहरू राखेर खाइरहनु 70 वर्षको आमा यस्तो स्ट्रङ हुनुहुन्छ कुरै नगरौँ सर 50 वर्ष जस्तो देखिनुहुन्छ अहिले भर्खर अहिले पनि ऊ जापान जानुभएको छ हस्बेन्ड चाहिँ जापानमा हुनुहुँदो रहेछ अनि म कोरिया उहाँ आएर एक्लै बस्नु हुँदो रहेछ किन चाहिँ एक्लै आउनु भएको त अनि जापानमा हस्बेन्ड हुँदा भन्दाखेरि भनेको म मेरो माटोमा मर्न चाहन्छु त्यही भएर यहाँको भन्नुहुन्छ देशप्रतिको माया अनि यो मतलब सप्लिमेन्ट खायो तर एक्सर्साइज गर्नु के हुन्छ केही पनि हुँदैन राम्रै हो सप्लिमेन्ट जस्तो सप्लिमेन्टको कुरा गर्नुहुन्छ जस्तो मानिलिउँ मल्टिभिटामिनको कुरा गर्नु सर मल्टिभिटामिन जिम गर्नेले मात्र खाने कि अरूले पनि खाने भन्ने कुरा आयो तर जसले पनि खान मिल्छ कुन अवस्था खान मिल्छ हाम्रो शरीरलाई सर कति भिटामिन मिनरल्स चाहिन्छ हामीले खानाबाट पुरा गर्न सक्दैनौँ कि त्यसको लागि धेरै कुराहरू हरियो परियो माछा मासु दुध दही मही मिलाएर खानुपर्छ हाम्रो त्यो छँदै छैन अनि त्यो हुनाले शरीरलाई एकदमै ऊर्जावान राख्नलाई एकदमै के भन्छ स्वस्थ राख्नको लागि चाहिँ सबै भिटामिन मिनरल्स पुर्याउनुपर्छ नपुग्दै गर्दा कसैको आँखामा समस्या कसैको छालामा समस्या कसैको कपाल झर्ने कसैको अनेक हुन्छ नि वृद्धि विकासमा रोक आउने मेमोरी पावर लस हुने अनेक हुन्छ नि त्यो सबै तपाईँको खानाको काम त हो तपाईँ हामी जे खान्छौँ जस्तो खान्छौँ त्यस्तै बन्छ हाम्रो शरीर होइन अनि त्यो हुनाले मल्टिभिटामिन एउटा दिनको लिनुभयो भने राम्रै हुन्छ त्यो चाहिँ अब खाना मिलाएर खान नसक्नेहरूले मिलाएरै खान सक्छु म खानाबाट पुरा गर्न सक्छु भन्नेले नलिँदा पनि हुन्छ तर लिनुभयो भने नसक्नेहरूले राम्रै हुन्छ त्यो अनि यो जिम गर्दाखेरि तपाईँलाई परेको केही कुनै असर अथवा यो जिम गर्दा चाहिँ मेरो यस्तो भइरहेछ मतलब कुनै नकारात्मक कुराहरू केही छैन कुनै पनि इन्जुरीहरू हुन्छ नि त्यो इन्जुरी त तपाईँको मानवीय त्रुटि भन्छ त्यसलाई गल्ती गऱ्यो भने हुन्छ नत्र जिम गरेपछि हुने समस्या केही पनि छैन केही पनि हुँदैन ढुक्क भएर गर्दा हुन्छ र आफ्नो गल्ती हुँदै गर्दा समस्या हुन्छ जस्तो तपाईँले इन्जुरीको कुरा गर्नुभयो अब सुरुमा नयाँमा जिम जाने बित्तिकै घाँडा कुरो वेट उठाउन मन लाग्ने होइन त्यो गर्नु हुँदैन हो वार्मअप मजाले 10 देखि 15 मिनट हरेक जोड्ने जस्तो मानिलु तपाईँको यो जोड्नेको कुरा गरौँ यो जोड्ने यहाँ त हड्डी छ यता पनि हड्डी यहाँ त मात्र र्याल र त्यो उसले जोडिएको छ नि त जाने बित्तिकै घाँडागुडुक 50-60 किलो उठाउन थाल्यो भने त्यहाँ त समस्या हुन्छ वार्मअप जरुरी छ वार्मअप गऱ्यो भने चाहिँ कस्तो हुन्छ भने सर वार्मअप नगरिन्जेल चाहिँ हाम्रो शरीर काठ जस्तै हुन्छ भाँच्यो भने प्याट्ट भाँचिन्छ समस्या हुन्छ वार्मअप गरिसकेपछि चाहिँ रबर जस्तो क्या भाँच्दा पनि फ्लेक्सिबल हो वार्मअप एकदम इम्पोर्टेन्ट छ अनि त्यो कुराहरू भयो जिम गर्दा अनि वेट लिफ्टिङहरू गर्दाखेरि एकदमै सेफ्टी फर्स्ट सेफ्टी एकदमै ख्याल गर्नुपर्छ जस्तो यो चाहिँ नि हामीले बेन्च प्रेस गर्दाखेरि दुईपट्टि वेट लगाएको हुन्छ अनि तपाईँको त्यो एउटा क्लिपर हुन्छ नि चेप्ने त्यो नलगाइकन गरेर कोल्टियो भने यतापट्टि वेट झर्छ यतापट्टि ब्ल्याङ्क झर्छ कहाँ पुग्छ को मान्छेलाई एक्सिडेन्ट हुन्छ अनेक खालको समस्या हुन्छ यो कुराहरू त्यस्तो केही एक्सिडेन्टहरू मलाई भएको छ सर भएको छ 2023 मा मैले गेम खेल्नु अगाडि बेन्च प्रेस हान्दाखेरि मैले त्यतिखेर 95 केजी उठाउनु खोजेँ उठाएको पनि थिएँ मैले पहिला म कटिङमा थिएँ सर त्यति बेला कटिङ भन्छ गेम खेल्दाखेरि एकदम फ्याट लस गर्नुपर्ने हुन्छ अनि खाना पनि कम खानुपर्ने हुन्छ त्यतिखेर बल पनि थोरै आउँदो रहेछ कि त्यो मलाई थाहा थिएन खाना कम गर्दै गएपछि तागत पनि घट्दो रहेछ मैले पहिला 95 केजी हानेको वेट त्यति बेला हान्न सकिनँ कि गएँ उठाएँ तपाईँको अनि झारेपछि उठाउन सकिनँ क्या सर उठाउन नसकेपछि यति गाह्रो भयो त्यतिखेर घ्याप्प झऱ्यो घाँटीमा झऱ्यो के गर्ने घाँटीमा झऱ्यो 95 केजी
यस्तो सास टुङ्गिन आँटिसकेको थियो जबरजस्ती उठाएर फाले निस्के। अब अरू पनि आफ्नो धुनमा हुन्छ जिम्मा कसैले देख्न पाएन। त्यसपछि 4-5 दिन मलाई घाँटी दुख्यो यस्तो समस्या हो। त्यहाँदेखि चाहिँ मैले धेरै कुरा सिकेँ सर। ओहो यस्तो रहेछ भनेर गाह्रो हुन्छ। अनि के भन्छ यो ट्रेनर पनि लिनु भएको छ कि सहयोगी के आफै सेल्फ हो यो? छैन सर, मैले त आजसम्म एउटा लिनु भएको छैन। 1 मिनट पनि कसैलाई ट्रेनरको सहारा लिइनँ। अनि कसरी यो चाहिँ मतलब गाडी चाहिँ कसरी लिनुहुन्छ? म गुगलतिर हेर्नु। म के भन्छु भने नि म चाहिँ एकदमै सिक्न चाहिँ खोज्ने मान्छे। कसरी हुन्छ सिक्नुपर्छ, पूर्ण हुनुपर्छ, रिसर्च गर्नमा रुचाउने मान्छे। मैले चाहिँ एकदमै गुगलदेखि लिएर फेसबुक होइन बुकहरू तपाईँको युट्युब होइन त्यो पुरै त्यो गरेँ। त्यहाँबाट आफैले सिक्दै गएँ र अहिले गएर फिटनेस सम्बन्धी मैले सर थुप्रो बुकहरू पनि अध्ययन गरेँ र केही सामान्य बेसिक नलेज पनि छ। त्यसरी गर्न सकिन्छ। ट्रेनरै पनि नलिएर आफै सेल्फ स्टडी गरेर गर्न सकिन्छ। अनि अब तपाईँ आएको कति भयो? म आएको ठ्याक्कै फेब्रुअरीमा, अब यो जनवरी लाग्न आँट्यो है। फेब्रुअरीमा ठ्याक्कै फेब्रुअरी 4 मा 6 वर्ष हुन्छ। ए नेपाल गएर आइसक्नु भयो? आएँ सर। ए अहिले के कमिटेड? कमिटेडमा आएको गएर। अब कहिलेसम्म बस्ने कुरा छ? अब सर अब सोचे जस्तो त हुँदैन रहेछ। 5 वर्ष बसेर फर्किन्छु भनेको भएन। फेरि नभन्नु होला, त्यो नहुँदो रहेछ। वर्षक नेपाल चाँडै फर्किनुपर्छ, देशमै केही गर्नुपर्छ भन्ने चाहिँ छ। के छ अहिले त E7 भन्ने आएको छैन? के छ बनाउनु भएको छ? छैन सर, भन्नु भएको छैन? सोचमा हुनुहुन्छ? छैन, बिल्कुल छैन। अनि के अरे अब के सोच्नु भएको छ? कति वर्ष पुग्दा चाहिँ नेपाल? मैले 2 वर्षको टार्गेट राखेँ सर। 2 वर्षमा दुःख सुख नेपाल फर्केर केही गर्नुपर्छ। 6 वर्ष भने चाहिँ 8 वर्षमा सोच चाहिँ अब कतिसम्म सफल भइन्छ थाहा छैन। त्यो एउटा कन्सेप्ट छ, त्यो प्लानिङ छ, हेरौँ सर। साथीहरूमा चाहिँ के पाउनु भएको छ? कहिलेसम्म बस्ने उहाँहरूको प्लान योजना के छ? साथीहरू त भन्नु धेरै 99% बस्नुपर्छ, यत्रो कमाइ हुन्छ, नेपाल गएर के गर्ने नै भन्ने हुन्छ। म नेपाल गएर यो गर्छु भनेर सुनाउँछु, हुँदैन भन्नुहुन्छ, अलिकति निराश बनाउनुहुन्छ। तर म निराश चाहिँ भएको छैन। अनि फेरि यस्तो हुन्छ नि त, नेपालतिर पनि आफन्तर हुन्छ, उहाँहरूले चाहिँ के भन्नु छ? यता आयो भने केही गर्न सकिन्छ भन्ने छ कि? यस्तो हुँदो रहेछ सर, नेपालको साथीभाइहरूले पनि उहाँहरूको पनि अनुभव अनुसार बताउनुहुन्छ। राम्रो गरेको मान्छेले गर्न सक्छौ है आऊ भन्नुहुन्छ। अब कतिपय चाहिँ अब गर्न नसकेको साथीहरूले गाह्रो छ है भन्नुहुन्छ। तर त्यो पनि सर अब हाम्रो हामीमा डिपेन्ड पर्छ जस्तो लाग्छ। कतिको डेडिकेट भएर आफ्नो गोलमा लागिन्छ, कतिको काम गरिन्छ, त्यसमा पनि निर्भर हुन्छ। सफलता हुनको लागि त्यति सजिलो छैन। सफलता म बिजनेस गर्ने बित्तिकै, म केही व्यवसाय गर्ने बित्तिकै सफल हुने, करोडपति अरबपति हुने भए त यहाँ सबै अरबपति हुन्थे नि। किन सीमित मान्छे छ? त्यहाँ पनि उनीहरूले थुप्रो तपस्या, थुप्रो मेहनत, थुप्रै खालको चाहिँ तपाईँको त्याग तपस्या गरेको हुनुहुन्छ र त्यो गर्नुपर्छ जस्तो लाग्छ। त्यो गर्न सक्छु होला, मेबी मैले गर्नुपर्छ भन्ने एउटा अठोट छ सर। अब बसाइ चाहिँ कता काठमाडौँतिर हुन्छ कि खोटाङै? म चाहिँ खासमा सर गाउँ नै बस्नुपर्छ भन्ने मान्छे हो। किनभने सर किनभने सर हेर्नुहोस्, मैले नै काठमाडौँ जग्गा त किनेको छु। एक टुक्रा जग्गा किन्नलाई मैले 5 वर्ष लगभग लाग्यो होइन। अब घर बनाउनलाई त्यति नै पैसा लाग्छ है। त्यो पनि तपाईँको यस्तो भिडमा जहाँ चाहिँ रुख बिरुवा भन्ने देखिँदैन, अक्सिजन आउँछ तपाईँको फोहोर, टाटा टुटु होहल्ला होइन। त्यो बस्ने वातावरण नै कस्तो प्रदूषित, कस्तो दूषित छ होइन, कस्तो पोल्युटेड छ, त्यो हामीलाई थाहै छ। अनि त्यहाँको वातावरण ओलो घर पल्लो घर चिन्जान छैन, कोही छैन, एउटा घरमा बसिया छ। त्यो लाइफ भन्दा मेरो खोटाङमा जग्गा पनि प्रशस्त छ होइन, जमिन छ, अहिले त बाटो पनि पुग्यो। पहिला पो तपाईँको मान्छे सहरीकरण हुनुको कारण बाटो थिएन, बिरामी हुने बेला स्ट्रेचरमा बोकेर लानु पर्थ्यो, राम्रो विद्यालय थिएन, बिजुली थिएन होइन, अब ढिकीले कुटेर हान्नु पर्थ्यो। अहिले मिल छ। त्यो समस्याहरू थिएर पो मान्छे सहरीकरण भए। अब त हामी त फर्किनुपर्छ र आफ्नो गाउँलाई आफूले सिगार्नुपर्छ, जहाँ चाहिँ बाटो छ, बिजुली छ, तपाईँको मिल छ होइन, पिनेर खानुपर्ने भन्ने समस्या छैन, राम्रो स्वास्थ्य चौकी छ, राम्रो स्कुल छ, राम्रो छैन भने पनि गाउँमा चाहिँ तपाईँको सिंहदरबार भन्छ पुगेको छ, सरकार पुगेको छ। त्यहाँ हामीले खबरदारी गर्ने अथवा हामीले गएर काम गर्ने। र गाउँ चाहिँ फेरि हाम्रो जमिन पनि छ, यति उर्वर जमिन छ हाम्रो भनेपछि हामी गाउँ फर्केर केही गर्नुपर्छ भन्ने मलाई लाग्छ सर। गाउँ नै फर्किन्छु होला सायद।
अनि राई स्किङको भेष लाउनु भएको रहेछ हो सर राजेश पाइदराईको गाउँसँगै हो कि तपाईँहरू हो त बोइपा उहाँको बोइपा अलि त्यो उता मेरो यतापट्टि बसेरी एउटै एउटै भन्दा हुन्छ यो टी सर्ट चाहिँ मलाई एकदम प्यारो लाग्छ राजेश दाईले कोरिया आउनुभएकोलाई दिनुभएको थियो ए भेट भन्नुभएको छ दिनुभएको थियो अनि एकदम प्यारो लाग्छ कहिलेकाहीँ त्यहाँ त बुइपाको मान्छे सबै गाउँछ होला गीत त्यो भन्छ सबैले बुइपाको यता त खोटाङको विशेष अनि बुइपाको खोटाङमा पनि बुइपाको चाहिँ साथीहरूले प्रभाव सबै गायक छ भन्नुहुन्छ र यसो विचार गर्दै गर्दा गाउनु पनि हुन्छ फेरि इभन मै पनि टाटा टुटु गाउँछु होइन त्यो हुँदो रहेछ प्रोफेसनली नहोला तर त्यस्तो प्रभाव पनि होला सायद फेरि मान्छेले सोच्छ नि राई भने चाहिँ गायकै होला यो अनि के अरे भनेपछि गाउँमै फर्किने तपाईँको सोच छ ठिकै हो राम्रै हो किनभने अब आफ्नो गाउँ आफू बनाऊ होइन सहर भनेको त अरूले बनाएको हो नि त त्यो पनि त कसैले बनाएको हो नि त होइन तपाईँ हामीले गाउँलाई सहर बनाउनु पर्यो नि त अब होइन यो ठ्याक्कै गाउँ यस्तो पनि हुन्छ के अरे मान्छेको चाहिँ के अरे नसकिन्जेल चाहिँ सुख दुःख गरेर गाउँमै बस्ने सकेपछि सट्टै सहर जाने यो एउटा के भन्छ यसलाई यो राम्रो प्रथा होइन जस्तो लाग्छ हुँदैन त्यति अब मैले सोच्दैछु काठमाडौँ मैले एउटा घर बनाउनलाई कति पैसा चाहिन्छ त्यो पैसाले त म त गाउँमा त कहाँ प्लट गर्छु जस्तो लाग्छ ल मानिलिउँ मैले गाउँमा एउटा राम्रै आरसिसी घर ठड्याएँ भने एउटा मात्रै होला मेरो भोलि पल्लो घरकोले पनि विचार गर्छ अर्कोले विचार गर्छ गर्दा गर्दै गाउँ पनि त सरिकन हुँदै होला नि त म एकजना फर्किँदै गर्दा आज कतिपय गिज्याउँला 100मा 79ले गिज्याउँला एकजना फेरि फर्क्यो भने त फेरि एक टुक्रा जमिन भन्दा अरू त घरभन्दा अरू आँगन पनि गाह्रो हुन्छ अवस्थै छैन अनि तपाईँको खान पर्यो भने पनि सबै किनेको केमिकल लगाएको चाहिँ बासी सडे गलेको खानुपर्छ त्यत्तिकै हानिकारक छ लाइफ फस्के मासु लाग्छ त्यत्तिकै गाह्रो छ नि उहाँको सहरतिर बस्यो भने चाहिँ फेरि एउटा आत्मनिर्भर होइन के अरे अरूप्रति निर्भर हुनुपर्ने अब रोजगार भने के गर्ने परनिर्भर हो गाउँमा बसेपछि एउटा निर्भरता आफ्नो जति सक्दो सकेको गर्न सकियो एकदमै आत्मनिर्भर आफूमा निर्भर क्या आफ्नो पाखुरामा निर्भर जस्तो पुर्खाहरूले हाम्रो पुर्खाहरूले कसको जागिर गरेर जीवन बिताउनु भयो र हामीलाई पढाउनु भयो र बढाउनु भयो र आफ्नो पाखुराले हो नि त एकदम त्यो छ सर अनि नेपाल फर्केपछि के गर्ने प्लान अब तपाईँको योजना चाहिँ के छ योजनाको विषयमा त सर अब केही न केही चाहिँ गर्नुपर्छ भन्ने छ खाकाहरू कोड्दैछु तर त्यो नभनिहालौँ होला फेरि कतिपयले भोलि अर्कोले कपी गर्ला होइन कपी त गरे पनि हुन्छ राम्रो कुरा तर कस्तो हुन्छ भने सर धेरै गफ हारिरहेछ गफ त गऱ्यो भोलिकोमा फेरि सफलै हुन्छ भन्ने पनि छैन असफल हुँदै गएर भइयो भने मानिलिउँ फेरि कतिपय केही गर्ने चाहनुहुन्छ नराम्रो पनि हुन्छ तर केही न केही गर्ने मन छ गरेर देखाउने मन छ र इन्सपायर गर्ने मन छ विशेष गरी युथहरूलाई केही गर्न सकिन्छ गर्नुपर्छ भन्ने त्यो छ सर